बोरामा प्याक गरी भारत लैजान लगिएको 2 बच्चाको उद्धार गरिएको छ। चोरी गरी बोरामा राखेर भारततर्फ लैजाँदै गरेको 2 बालबालिकालाई सशस्त्र प्रहरीले बाराको सीमा क्षेत्रबाट उद्धार गरेको छ। बच्चा चोरेर बोरामा राखेर लग्नेलाई प्रहरीले पक्राउ समेत गरेको छ। बारा देवताल गाउँपालिका 3 ननकी अमुवा बस्ने शिवपूजन महतोको 9 महिनाकी छोरी लक्ष्मी महतो र स्थानीय प्रेमचन्द्र महतोको 2 वर्षीय छोरा सत्यम कुमार महतोलाई प्रहरीले उद्धार गरेको हो। बच्चालाई लैजान भारत बिहारको पूर्वी चम्पारण मूर्तिया ग्राम पञ्चायत 4 आधारपुर बस्ने वर्ष 22 का ताबरेज आलमलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। बोरामा राखी भारततर्फ लैजाने क्रममा बच्चाहरू रोएको आवाज सुनि सशस्त्र प्रहरी बल नेपाल नम्बर 12 गण हेकुवा बारा माथहतको बीओपी दक्षिण झिटकैयाबाट मिलन श्रेष्ठको कमाण्डमा खटेको टोलीले शंका लागि चेक जाँच गर्दा दुवै बच्चालाई उद्धार गरिएको बाराका सशस्त्रका एसपी टोप बहादुर डगीले जानकारी दिए। उनका अनुसार उद्धार गरिएका बालबालिकालाई अभिभावकलाई जिम्मा लगाइएको छ। चोरी गर्ने व्यक्तिलाई आवश्यक कार्यवाहीका लागि प्रहरी चौकी देवपुरा बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। सीमावर्ती क्षेत्रमा बच्चाहरूको चोरी गरी भारतमा लगी बेच्ने गिरोहहरू सक्रिय रहेको देखिएको छ। जीवन से लड़का के लेकर खेलल Mana